चोर अनि भिखारी जस्तो भोट दिनुहोस् भनेर ढोक्दै आउँछ अनि आफ्नो स्वार्थ पुरा भएपछि मुजीहरू अनि हेर तपाईँ मुख छाड्नु भयो त्यही दिदी त्यस्तो सोसियल मिडियामा लजमा राखेर कति दिन धान्ने भन्नु न त्यो पैसा कहाँबाट आउँछ त्यो पैसा कहाँबाट जुड्छ भन्नु न लजमा राखेर यत्रोजना मान्छेहरूलाई चाहिँ लजमा राखेर पोसिबल हुन्छ यो खेलाउन हो र भने मजाक हो र भने उहाँहरूलाई दिगो चाहियो के लजमा राखेर 3-4 दिन लजमा राखे जस्तो गर्ने अनि राजनीतिकरण गर्ने अनि सत्तामा पुग्ने यसरी त हुँदैन नि त दिगो विकास चाहिएको हामीलाई दिगो व्यवस्थापन चाहिएको हो के उहाँहरूलाई त्यही भन्न चाहन्छु म यो सरकारलाई भोलि आउने कि नआउने यता म त अब म त अन्याय परेको ठाउँमा त जहिले पनि म उपस्थित हुन्छु है चल्यो भने प्रतिकार गर्नुहुन्छ र मलाई एउटा कुरा के भन्न मन छ भने मलाई आज डोजर हेर्न आएको के वास्तवमा आज मलाई त्यो डोजर हेर्न मन लागेको थियो हिजो रवि लामे छानेर हाम्रो चाहिँ खगेन्द्र सुनारले सुकुमवासीमा डोजर चलाएको खण्डमा सबैभन्दा पहिला म छाती थाप्न जान्छु भनेका व्यक्तिहरूको भन्नुभएको व्यक्तिहरूलाई कस्तो खालको डोजर रहेछ भनेर म खासमा डोजर हेर्न आएको क्या ती व्यक्तिहरू खै त आज सत्तामा त पुग्नु भयो हिजो भाषण दिएर हिजो जनताको सेन्टिमेन्टसँग खेलेर आज यहाँ बस्तीमा डोजर चलिराख्दाखेरि डोजर चल्ने कुरा हुँदाखेरि किन आउनुहुन्न उहाँहरू किन बोल्नुहुन्न सत्तामा त अहिले उहाँहरूको सरकार छ सत्तामा त उहाँहरू हुनुहुन्छ अनि उहाँहरूले उचित व्यवस्था नगर्ने जहिले पनि हामी जनतालाई चाहिँ जनताको आँखामा चाहिँ पट्टी हान्ने काम गर्ने यहाँ बुझ्न आउनुहोस् जनताको अवस्था कस्तो छ उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भने यहाँ बुझ्न आउनुहोस् अनि म तपाईँ नेता हुनुहुन्छ नत्र भए हिजोको दिनमा भोट कमाउनेको चक्करमा सरकार जोगाउनेको चक्करमा पार्टी जोगाउनेको चक्करमा यस्ता दुःख पीडितहरूको चाहिँ सेन्टिमेन्टसँग खेल्न तपाईँहरूलाई चाहिँ कुनै अधिकार छैन पनि भन्न चाहन्छु म उहाँहरूलाई सुकुम्बासी बस्तीमा छु थापाथलीको सुकुम्बासी बस्तीमा होइन अब वरपर धेरै सुकुम्बासी तपाईँहरूको साथीहरू हुनुहुन्छ होइन तपाईँहरूको छिमेकीहरू हुनुहुन्छ मलाई न गाली गर्न नकुट्नु होला होइन अब तपाईँको गलामा सिक्री देखिरहेछ ट्रोल बन्छ कि होइन मलाई गाली नगर्नु भन्नु सुन्नु होइन सिक्री देखिरहेछ तपाईँलाई फेरि मान्छेले हुकुमबासी भन्ला नि मेरो कुरा सुन्नु न त्यही त सुन्नु न हिजो आउँदाखेरि मेरो कुरा सुन्नु म आउँदा कपडा होइन नि त सिक्री त तपाईले एउटा सिक्री लाउनै नपाउने ट्रोल बन्ला भन्न खोजे मैले तपाईँलाई अघि सुने होइन गाली चाहिँ नगर्नु होला भनेर प्रश्न सोधेँ नि त मैले मेरो कुरा सुन्नु मेरो कुरा सुन्नु म आएको सुकुम्बासीमा आएको यो सुनकै भने ग्यारेन्टी छ भन्नु सुरु हो कि होइन म हो सुन्के न सुन्नु सुन्नु म सुकुम्बासीमा आउँदाखेरि म जम्मा कति 25 वर्षको थिएँ आज म 50 वर्ष हुन आँटिसकेँ होइन 20औं 30औं वर्ष बसेर हामी हिजो गरिब भएर आएको हाम्रो 20औं 30औं वर्ष बस्यौँ हाम्रो छोरा ठुलो भयो होला विदेश गयो अहिले आएर हामी 1-2 वर्ष पछि एउटा सिक्री लाउनु अलिक सस्तो पनि थियो हाम्रो यो सिक्री 1-2 वर्ष पछि अलिक सस्तो थियो नि होइन 1-2 वर्ष पछि होइन 20औं 30औं 40औं वर्ष पछि एउटा सिक्री लाउनु एक तले घर बनाउनु कि अनौठो कि त्यो कुरो नहुनु पर्ने थियो त कुरा 1 वर्षको छैन कुरा 30 वर्षको छ होइन हजुरको जस्तै हामी पनि दिमाग छ कमाउने हात छ यो शरीर प्रभुले हामीलाई एकनासको शरीर बनाइदिनु भएको छ के कसो हजुर जस्तै भात खान्छौँ हामी पनि ज्ञान बुद्धि छ हामीले पनि छोरछोरी जन्मायो हुर्कायौँ बढायौँ पढायौँ हाम्रो छोरछोरीले कमायो अलिअलि जमायो एउटा सिक्री लायौँ एक तले घर बनायौँ कि त्यो नहुनु पर्ने हो त हामी हिजो आएर यो सिक्दार आएको होइन सर हामी कार्टुनले बारेर 20औं 30औं वर्ष बस्यौँ हाम्रो छोराछोरी ठुलो भएर हुर्काएर बढाएर होइन अलिअलि कमाएर हाम्रो छोराहरूले एउटा सिक्री लगाइदियो एक तले घर दर्शक तपाईँले देख्न सक्नुहुन्छ सामान यो कुम्लो कुथुरो प्याकिङ गरिसक्नु भएको छ प्याक गरिसक्नु भएको छ केही व्यक्तिहरूले भनेदेखि केही व्यक्तिहरू भने सरकारको मुख ताकेर आशा गरेर बसिरहनु भएको छ तपाईँलाई हामी देखाइरहेका छु दृश्य ठ्याक्कै हेर्नुहोस् सक्नुहुन्छ यति बेला सुकुम्बासी बस्तीमा एकजना महिला रुखमै चढेर माग गर्दै हुनुहुन्छ